मैले उहाँलाई दबाब दिएकै हो। यसमा म पछाडि हट्दिनँ, म झुटो बोल्दिनँ। मैले प्रदेश प्रमुखजीलाई के भने लोसपाले वा तपाईको लोसपाको बाट बनेको मुख्यमन्त्रीले दबाब दिँदाखेरि तपाईले मलाई मुख्यमन्त्री नियुक्त गर्नुभयो तर शपथ ग्रहण नगराउने हैन भनिसकेपछि म नि तपाईलाई हेर्छु नि, नेकपा एमाले तपाईलाई हेर्छ नि। अब केयरटेकरमा मुख्यमन्त्री छ, नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो, तपाईले मलाई शपथ नखुवाइकन मेरो पद एक्टिभ हुनेवाला छैन। त्यसो भए कारणले गर्दा मध्य प्रदेश सभा, मध्य प्रदेशको झन अन्यलताको वातावरण सिर्जना हुन्छ। तपाईँ कहाँ हुनुहुन्छ, जहाँ हुनुहुन्छ मलाई त्यही शपथ गराइदिनु पर्यो भन्ने स्पिडबाट मैले बोलेकै हो। र तपाईले अब त्यहाँ सक्नुहुन्न भने कुन उपयुक्त ठाउँ हुन्छ त्यहाँ मलाई शपथ खुवाइदिनु पर्यो भनेर मैले रिक्वेस्ट गर्दाखेरि म त निस्किसकेको छु। तपाईँ आउन सक्नुहुन्छ भने बर्दिवासतिरै आउनुहोस् भन्दा बर्दिवासमा गएर पानस होटलमा इमानदारीतापूर्वक त्यही मैले नियुक्ति प्राप्त गरेकै त्यो नियुक्ति पत्र तपाईको चाहिँ नि मैले के रे अनुसार मैले शपथ खाएको। म तपाईलाई निवेदन गर्न चाहन्छु, अहिलेको अवस्थामा अब यो सबै विषयलाई तपाईको चाहिँ नि यो अवस्थामा आइसकेपछि मैले तपाईको शपथ ग्रहण गरिसकेपछि मेरो पद एक्टिभ भइसकेपछि म तपाईको चाहिँ नि जानकारी गराएको विषय छँदैछ। अब